Hey, what's up guys, welcome to back to another new video. आज म यो माइनक्राफ्टको वन ब्लक हो के गेम हो यो प्लिज कमेन्टमा लेख्नु। आज म यो खेल्दैछु। म चेस्टमा यो तीनटा लाभा बकेट अनि वाटर बकेट अनि एउटा के अरे बेड पाएँ। पहिला वुड टर्ने हाम्रो परम्परा माइनक्राफ्टको हैन। छिटो हामीले वुड टोडम अनि मजा अनि अरू उसहरू बनाउन हो। यो तलको दुनिया देख्नुभयो होला, यो रियल हैन। म यस्तो हुन्छ, म अहिले मर्छु के हेर्नु है। अहिले कस्तो हुन्छ, म एकैछिनमा उस हुन्छु। पहिला सुरु म वुड टोडम, अहिले आफै हेर्नु देख्नुहुन्छ खतरा। छिटो वुड टोडम झन् डर हुन्छ, लास्ट डर हुन्छ। ल वुड टोडम, वुड तोडेर हामीलाई उसहरू पाइन्छ अनि वुड अनि त्यसपछि मजा हुन्छ उसहरू बनाउने। उसहरू पिक्याक्सहरू मैले उस पनि तोडे, वुड पनि। अब प्लाङ्क उस के अरे राख्दै अब उसहरू बनाऊँ, क्राफ्टिङ टेबल बनाउन हो, के बनाउन हो। छिटो क्राफ्टिङ टेबल बनाउनु। म किन झुकेँ? अरे अबे म किन झुकेँ? छिटो बनाउँछु अनि हुन्छ, मजा हुन्छ। छिटो बनाउन रात पनि परिसक्यो। छिटो बनाउनु पर्छ क्या, एकदम छिटो बनाएपछि मात्र हुन्छ। यो पहिला ग्रास ब्लक म पुरै उस गर्छु अनि त्यसपछि त फाइनली उस पनि तोडेँ अनि यति धेरै मैले उसहरू पाएको सामानहरू हेर्नु एकदम राम्रो। पहिला म यो प्लेटफर्मलाई एकचोटि ठुलो बनाउँछु अनि त्यसपछि खतरा देखिन्छ हेर्नु है त। फाइनली प्लेटफर्म पनि बनाएँ। अब राम्रो भयो। अब क्राफ्टिङ टेबल अँकिने भनेको थिएँ। क्राफ्टिङ सबै सामान पाएको जति यहाँ लोड्छु म राम्रोसँग है। फेरि लोटेमा त खतरनाक हुन्छ। फेरि यता चेस्टमा राखिदिन्छु अनि अब अरू के क्राफ्ट गरौँ न त। के क्राफ्ट गर्ने भन्दा पिकेक्स प्लाङ्क छ। केक बनाउनलाई के चाहिन्छ? पिकेक्सहरू बनाउँछु म है त। पिकेक्स बनाएर फाइनली मेरो पिकेक्स पनि तयार छ। पिकेक्स पनि तयार भयो, अरू पनि बनाइदिएँ। अब छिटो के गर्ने अब गरौँ। आज मेरो सेकेन्ड डे युजमा। छिटो पहिला यो पाएँ सबै पाएँ। गाइजहरू म घर बनाउँछु एकैछिनमा रोक्नु है। म अब यहीँबाट घर बनाउँछु एउटा। फेरि नराम्रो भयो भनेर नगाली गर्नु, मसँग सोर्स थोरै छ, धेरै होइन। त्यही भएर पहिला म बनाउँछु एकदम सानो पुटुङ्ग्रो हाउस। ब्लकहरू लगाउने र एउटा ब्लक उता एउटा ब्लक यता एउटा उता पुगेन। अब यता के लगाऊँ भन्दा आइरन ब्लक हो। 3टा बाँकी भयो बल्ल। 3टा बाँकी छ। एउटा 2टा 3टा चारवटा लाग्यो। अब माथि चाहिँ डट ब्लक लगाइदिउँ। केही हुन्न। फेरि झऱ्यो, किन झऱ्यो म यार? म किन यहाँ टर्न लाग्यो? पहिला यहाँ लगाऊँ, यताबाट जानु मिल्दैन। माथि उस लाग्यो के कस्तो भएको। पहिला माथि जाम अनि फेरि यस्तो गरौँ, पुरै उस लगाऊँ अनि हुन्छ। छिटो बन्यो छत पनि। बनेन 1 सेकेन्ड। पहिला यो बनाऊँ, माथि चढ्ने यो बन्यो। अब फेरि यता अब लास्ट एउटा यता अनि यता भयो फाइनली। यो घर पनि बनाऊ टन यस्तो भयो। ग्रास ब्लक रहेछ। पहिला यहाँ एउटा बेड राखौँ। बेड भैया यो राख्ने अनि बेड राख्ने अनि चेस्ट माथि राखेर हुन्न, खुलिन्न। पहिला फेरि सुरुबाट गर्नु पर्यो। यो चेस्ट गर्नु पर्यो, सुरुबाट बनाउनु रहेछ। अब चेस्ट कलेक्ट भयो। चेस्ट तल राखौँ। अब सबै सामान त्यहाँ राखिदिउँ चेस्टमा। फेरि लोट्यो भने हुन्छ, फेरि खत्तम। बाई सी यु टुमारो हुन्छ। आजको लागि यति नै, बाई।